सरप्राइज गर्न मन छ भने उहाँले सर्च गरेर उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो निखिल भाइ धेरै ठाउँमा सरप्राइज कार्यक्रम पनि गर्नुहुन्छ। तपाईँले पनि त्यस्तो गर्नु परेकोमा सम्पर्क गर्न सक्नुहुन्छ। हजुरलाई नाम आउने सम्पूर्ण सम्पर्क गर्नेवालालाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। तपाईँहरूको सहयोग भावनाहरू हाम्रो देशले पनि जोडिरहोस् भन्न चाहन्छौँ। ओम नमः शिवाय। देशको लागि अभिनव संस्कृति विद्यापीठका आचार्य हेमन्त भण्डारीलाई नामले प्रस्तुत गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। केही नामले आफूलाई सपना संस्कृति विद्यापीठका हेमन्त भण्डारीले प्रस्तुत गर्नुहुनेछ। धन्यवाद। सम्पूर्ण श्रद्धालु महानुभावहरूमा हामी हार्दिक स्वागत अभिनन्दन व्यक्त गर्दछौँ। हजुर महाराज दशरथधाम ऐतिहासिक पृष्ठभूमिलाई रहेको यो महान तीर्थस्थल यहाँहरू आउनै हुन्छ, दर्शन गर्दै हुनुहुन्छ। दर्शन गर्ने क्रममा हजुरले भगवान महेश्वरमा सम्पूर्ण भगवान सुनाउँदै हुनुहुन्छ। भगवानले भन्नुहुन्छ इसके हामीले सहयोग गर्न भएको छ। उहाँलाई फटाफट उहाँले 205 जति उहाँलाई धेरै धन्यवाद। उहाँको पनि मनोकामना गर्नुहोस्। यसैगरी मलाई महादेव राजजी भारतबाट मान्छे बाटो धन्यवाद। आजले सेसन हुन्छ इंदिरा पूजा हुन्छ। उहाँले 205 सहयोग गर्नुभएको छ। अब चारबाट आएर विपक्षमा हिमालले 1005 सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धन्यवाद। उहाँको सुशान्ति होस्, भगवानको कृपा होस्। यसैगरी नरेश मेचे हुनुहुन्छ। मेचे आठबाट उहाँले 1005 रुपियाँ सहयोग गर्नुभएको छ र उहाँलाई पनि धेरै धन्यवाद। यसैगरी मिश्र माया खड्का हुनुहुन्छ 1227बाट उहाँले 250 रुपियाँ सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। उहाँको मनोकामना पूर्ण होस्, सम्पूर्ण परिवारमा सुख शान्ति रहोस् भन्न चाहन्छौँ। यसैगरी शान्ति देवी गौतम कृतामूर्तिबाट 250 रुपियाँ सहयोग गर्नुभएको छ। नन्दलाल पोखरेल कजर कवरबाट 250 रुपियाँ सहयोग गर्नुभएको छ। यसैगरी शरद आचार्य औरत 5बाट उहाँले 110 रुपियाँ सहयोग गर्नुभएको छ। निरज ओलीज्यूले आज ब्राह्मण भोजनका लागि भनेर 5005 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धन्यवाद। र यसरी गुरुप्रति ब्राह्मण गुरुप्रति श्रद्धा भक्ति विश्वास हजुरको रहिरहोस्। शकुन्तला शर्मा बिर्तामोडबाट 105 रुपियाँ सहयोग गर्नुभएको छ।
टिका पराजुलीजी हुनुहुन्छ फिर्तामोडबाट, उहाँले 205 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी प्रीतिलाल आजी हुनुहुन्छ फिर्तामोड 5 बाट, उहाँले पनि 120 रुपियाँ सहयोग गर्नुभएको छ। अम्बिका खत्री अरुणधारा 4 बाट 220 रुपियाँ यहाँ प्राप्त भएको छ। त्यसै गरी पुष्पलाल नेपाल भद्रपुर 7 बाट आएर 105 रुपियाँ सहयोग गर्नुभएको छ, उहाँलाई धन्यवाद। उहाँको पनि मनोकामना